ओम नमो सिद्धाय। ताप्लेजुङ महर्षि पुलहको विषयबाट हामीले सिद्धगाथा समारम्भ गरेका थियौँ। त महर्षि पुलह हुँदै ताप्लेजुङकै पवित्र भूमिमा, यस उर्वर भूमिमा प्रकट भएका महासिद्धको जन्मस्थली बाँसबोटे गाउँ जाँदैछौँ हामी अहिले। ज्योतिर्विद पण्डित हरिलाल निरौला को छोरा पण्डित हरिलालका चारवटा श्रीमती मध्ये जेठा मनमाया घिमिरे बाटुली दिदीबाट यदुनाथ र शर्मानन्द दुई भाइ छोरा जन्मे भने माइली र साइलीका सन्तान भएनन्। पण्डित हरिलालकी कान्छी श्रीमती पाँचथर भारपाकी तुलसी खतिवडा थिइन्। यिनै कान्छी तुलसीबाट ध्रुवलाल र उमानाथ दुई भाइ छोरा तथा 8 बहिनी छोरीहरू भए। पण्डित हरिलालकी जेठी श्रीमती मनमाया घिमिरेका जेठा छोरा यदुनाथको नाम गाउँघरमा इदुधे थियो, तर तिनको नाम भने यदुनाथ नै थियो। यदुनाथ सानै उमेरदेखि गोठमा बस्थे, गोठाला गर्थे। यदुनाथको जन्म विक्रम सम्वत 1994 फाल्गुन शुक्ल द्वादशीका दिन दोखु बाँसबोटेमा नै भएको थियो भने निरौला वंशमा भीमप्रसाद निरौलाले लेख्नु भएको छ। यदुको 8 वर्षको उमेरमा पिता पण्डित हरिलालले यज्ञोपवित्र संस्कार गरिदिएका थिए भने त्यस बेलाका चलन चल्ती अनुसार 14 वर्षको उमेरमा यदुनाथको विवाह भयो। तर केटी गलगण भएकी हुनाले परित्याग गरेर परमानन्द गौतमकी छोरी पार्वतीसँग विवाह सम्पन्न भयो। यदुनाथकी कान्छी श्रीमती पार्वतीको विक्रम सम्वत 2052 सालमा ताप्लेजुङमा नै स्वर्गवास भयो। सन्तान थिएनन्। यदुनाथको गोठालाको साथी 87 वर्षीय दाताराम भट्टराई भन्नुहुन्छ कि म 8 वर्षको हुँदा यदुनाथ करिब 20-22 वर्षका थिए। यदुदेह गोठैमा बस्न रुचाउँथे, गोठमा पनि आँखा चिम्म पारेर बसिरहन्थे। यदुदेहले 30 वर्षको उमेरमा घर छाडेका थिए। विक्रम सम्वत 1969 जन्मेका दाताराम भट्टराई तथा पण्डित ईश्वरी प्रसाद निरौलाको अन्तर्वार्ता पछि निरौला वंश भन्ने ग्रन्थमा पनि पण्डित भीमप्रसाद निरौलाले लेख्नु भएको छ। यदुनाथको 11 वर्षको उमेरमा कोइराला ब्राह्मणकी छोरीसँग प्रथम विवाह भयो। केटीमा गलगाँड हुँदा यदुनाथले गौतमकी छोरीसँग अर्को विवाह गरे। केही कुरा नमिले पनि गलेश्वर बाबाले 2वटा विवाह गरेका रहेछन्, तर सन्तान दुईटैबाट भएनन् भन्ने कुरा बुझिन्छ। यदुनाथलाई त्यस बेलाको चलन अनुसार घरैमा पिता पण्डित हरिलालले ज्योतिष, कर्मकाण्ड, दुर्गा सप्तशती, रुद्री, अमरकोश, पुरुष सूक्तम आदि ग्रन्थ कण्ठस्थ गराएर शिक्षा दिएका थिए। यदुदेहले 30 वर्षको उमेरमा गृहस्थ कर्म छोडेर गोठैबाट एउटा रुद्रीको पुस्तक लिएर गोठ र घर दुवैलाई सदाका लागि छोडेर हिँडे। पाथी भरा मुनिको हवाई मैदान, गुप्ते, ताडके, आलुबारी आदिमा गोठाले जीवन बिताएका थिए भने आध्यात्मिक साधनामा रत रहने विचारले घर गृहस्थ छोडेका व्यक्ति साधकले सबैभन्दा पहिले उनी कहाँ गए, कोबाट शिक्षा दीक्षा लिए, पछि मात्र ईश्वरानन्द ब्रह्मचारी अथवा ब्रह्मचारी ईश्वरानन्द आदि नामले पुकारिन थाले। तर यिनी कुनै सम्प्रदायमा दीक्षित भएका थिए यो पनि पत्ता लगाउन बाँकी नै छ। निरौला वंशावलीमा भीमप्रसाद निरौलाले यसबारे केही खोजी नितो गरेका छैनन्। ईश्वरानन्दका कान्छा भाइ उमानाथ निरौलाको सबाई भन्ने उपलब्ध भएको छैन, तर यिनी पहिलो पटक काठमाडौँ स्थित शिवपुरी पर्वतको वागद्वार भन्ने ठाउँमा ब्रह्मचारी ईश्वरानन्दको नामले देखा परे। शिवपुरी वागद्वारमा ब्रह्मचारी ईश्वरानन्द 12 वर्षको तपस्या रत भएर रहनुभयो। उहाँ त्यस अवस्थामा कट्टर साधक तिच्छेच्छु हुनुहुन्थ्यो भन्ने प्रमाण उहाँसँग दर्शन साक्षात्कार गर्ने पुराना 90 वर्षका बुढापाकाहरूबाट सुन्न पाइन्छ। 81 वागद्वारबाट उठेपछि गण्डकी अञ्चल, म्याग्दी जिल्ला, कालीगण्डकीको तीर, गलेश्वर महादेवको स्थान 31 वर्ष तपस्या रत रहनुभयो। तर भीमप्रसादले 22 वर्ष भनेर लेखेका छन्। परन्तु गलेश्वरको साधना जीवनमा महत्त्वपूर्ण रहेको त्यहीँदेखि ईश्वरानन्द ब्रह्मचारी गलेश्वर बाबाको नामले पनि सम्पूर्ण नेपालमा प्रख्यात भए। तर 5 भौतिक शरीरको तापक्रम घटेपछि गलेश्वर बाबा
गलेश्वरमा रहन सकेनन् र त्यसैले तनहुँ जिल्लामा पर्ने प्रसिद्ध तीर्थस्थल देवघाटमा गलेश्वर बाबा पुग्नुभयो र देवघाटमा 12 वर्ष तपस्या बस्नुभएको थियो। उहाँ हठयोगी हुनुहुन्थ्यो। उहाँका साधना र क्रियाकलाप हठयोग परक थिए। गलेश्वर बाबाको अन्तिम जीवनको आश्रय देवघाट नै रह्यो। विक्रम सम्मत 2032 साल ज्येष्ठ 26 गते द्वितीयाको ठीक 1 बजे दिनमा गलेश्वर बाबा नाम शेष राखेर ब्रह्मलीन हुनुभयो। प्रत्यक्षदर्शीहरूले भन्छन् देवघाट आश्रममा रहँदा प्राणलाई ब्रह्मरन्ध्रबाट ऊर्ध्वगमन गरेर पञ्चभौतिक कलेवरलाई त्याग्नुभयो। गलेश्वर बाबाले वागदार गलेश्वर देवघाट मात्र होइन अपितु गोसाइँकुण्डमा चतुर्मास अनुष्ठान तथा मुक्तिनाथ र मानसरोवर पनि चतुर्मास अनुष्ठान गर्नुभएको थियो। त्रिवेणी गगन गुफामा पनि चतुर्मास अनुष्ठान लगाउनुभयो। गलेश्वर बाबाले विकट तीर्थस्थलहरूमा चतुर्मास सफलतापूर्वक गर्नाले नै उहाँ सिद्ध हुनुभएको थियो। गलेश्वर बाबाले साधना गरेर सिद्धि प्राप्त गरेका साधनस्थल हुन्। यसरी इदुदे यदुनाथ ईश्वरानन्द अबदेखि गलेश्वर बाबासम्मको नाम यात्रामा अनेक भक्तजनहरूको उद्धार बाबाले गर्नुभएको छ। गलेश्वर बाबा जुन जुन स्थानहरूमा साधनारत रहनुभयो त्यही समाजसेवा र समाज सुधार अवश्य भएको छ। आध्यात्मिक र सामाजिक उन्नति र जागरण बाबाले जगतमा गराउनुभयो। गलेश्वर बाबा देवघाटमा पुगेपछि त्यस जङ्गललाई हडानी गरेर आज बसेको देवघाट तीर्थस्थान बनाउनुमा बाबाको ठुलो योगदान छ। आजको देवघाट तीर्थस्थलमा आवागमनको बाटो खोल्ने नै गलेश्वर बाबा हो भन्दा केही फरक नपर्ला। 18औं शताब्दीमा पाल्पाको मणिमुकुन्द सेन मगर राजाले तपस्या गरेर छोडेपछि 200 वर्षसम्म जङ्गली मुलुक मुक्त गराउन देवघाटलाई निकै लामो समय लाग्यो। गलेश्वर बाबा गलेश्वरबाट उठेर देवघाट पुग्नाले पुरानो देवघाट नयाँ देवघाट बन्यो। परन्तु अब बुद्धि पुर्याएन भने काठमाडौँ जस्तो देवघाट पनि नर्कघाट बन्ने स्थितिमा आइसकेको छ। देवघाटवासी साधु सन्त र जनता तथा प्रशासन जागरुक चेतनशील भएको देखिएन। फोहोर प्रदूषणबाट देवघाटलाई कसरी बचाउन सकिन्छ? एउटा घर छोडेको हुन्छ, एउटा परिवार छोडेको हुन्छ, एउटा सम्बन्ध छोडेको हुन्छ, तर समग्र समाज, राष्ट्र र भुवनत्रयमलाई नै स्वदेश बनाएको हुन्छ। तसर्थ आज हामी महान योगी गलेश्वर बाबा ईश्वरानन्द ब्रह्मचारी, ईश्वरानन्द सरस्वतीको जन्मभूमिमा पुगेका छौँ। तत्काल हामी पुण्यप्रसादजीको सुपुत्र इन्द्र प्रसाद पौडेलजीसँग हामी उहाँको जन्मभूमिमा पनि पुग्नेछौँ, उहाँको घरसम्म पुग्नेछौँ। किनकि यो विजय यात्रा केवल रहरको यात्रा छैन, केवल सानो खोज अनुसन्धान मात्र छैन। यहाँ भावना छ, यहाँ सम्बन्ध छ। प्रत्येक यहाँको पात, यहाँको कणसँग हाम्रो सम्बन्ध छ। तसर्थ हामी यो ठाउँमा यात्रा गर्दैछौँ। यो स्वदेश भुवनत्रयमलाई नै कल्याण गर्ने यात्रा हो। 3 लोक 14 भुवनको नै कल्याण गर्ने यो यात्रामा हामी अनेकौं महासिद्ध पुरुषहरूको तपोभूमिलाई पार गरेर यहाँ आएका छौँ र अहिले हामी ताप्लेजुङको गौरवमय परम्परा हरिधर्म सम्प्रदायदेखि लिएर गलेश्वर बाबाको घरसम्म पुग्नेछौँ। ओम नमो सिद्धाय।